साथीहरू लाइफमा मैले 3 पाइला पहिले नै चालेको भए म एकदमै सक्सेस भइसक्थेँ, सक्सेसको नजिक थिएँ, तर म मेरो त्यसबाट धेरै टाढा छु। वास्तवमा के भएको भन्दा साथीहरू चाहिँ म र मेरो 3 जना साथीहरू मिलेर चाहिँ हामीले लुडो खेल्दै थियौँ। लुडोमा चाहिँ मेरो अलमोस्ट गेम भइसकेको थियो। 3टा गोटी मैले भित्र छिराइसकेको थिएँ र एउटा गोटी चाहिँ मेरो भित्र छिर्न बाँकी थियो र 3 पाइला मात्र भएको भए मेरो गोटी भित्र छिर्थ्यो। म बाँच्थेँ, मेरो हातमा गेम हुन्थ्यो, तर यो भएन, भगवान्ले यो चाहनु भएन। यहाँ के भयो भने चाहिँ मेरो गेममा सबैभन्दा जो एकदमै पछाडि छ त्यो मान्छेले आएर मेरो गुटी ढलाइदियो, मुखमै आएर मेरो गुटी ढलाइदियो। त्यसपछि त्यो मान्छेले यस्तो दामी गेम खेलिदियो कि पुरै गेम नै चेन्ज भइदियो कि। सो एउटा कुरा के भन्न चाहन्छु भने जो जति ठुलो छ ऊ त्यति नै यसरी बजारिन्छ। साथीहरू आज भएको त्यही नै हो। ल आउनुहोस् पुरै गेम हेरौँ मिलेर। अब कहाँ सकिन्छ त नि यार, यत्रो लगेको गोटी यार। कसलाई हान्नु पर्यो अब? को छ टपमा यहाँ? उज्जवलको नि 2टा गोटी त बाँकी छ त। खेलाडी यार दौडै दौडै छेकी हाने यार। कहाँ नाथे यिनीहरूतिर लाग्यो यार। भान्जा ढल्छौ तिमी पख। हेरेन उज्जवलले कस्तो रिक्स खेलेको। उज्जवलले हो यो त बसिहाल्यो नि उज्जवलको यो त अब। भाइ मुखमै आइसक्यो थियो यार। उज्जवललाई सजिलो हो कि सब सबलाई उडाइसक्यो, सबको 1 घन्टा भित्र उज्जवलको मात्र बाहिर। त्यही नि 2टा बसिसक्यो। उज्जवलले लास्टमा कमब्याक मिठा हान्दियो नि। अन्त चाल्यो भाटे खाली भन क्या यार। भान्जा ल चौका चौका हान्दै हान्दै उड्यो उड्यो उड्यो। यस भन्छ यस। अहिले तिम्रो एउटा गोटी खोरा भयो भने प्रवीणको चाहिँ हान्ने बेला निकालेर हान्नु पर्ने उज्जवलको। निकालेर ट्याक्कै उज्जवल अगाडि त्यो निकालेर हान्दियो कि उज्जवललाई। तिमी हो कि तिमीले उज्जवलले सस्पेन्स 3टा गोटी छिराइसक्यो। उज्जवलमा बराबर हो क्या हो कि होइन उज्जवल भन ल। त्यसै होइन रे, सबलाई आफ्नो गेम निकालिदिनु हो क्या है। भान्जर के गरे यस्तो? भान्जर म त कम्पिटिसनमा हो। भान्जर डबल भान्जाले उज्जवललाई उडाउनु पर्यो कि केटा। उज्जवललाई पहिला उज्जवलको त 89% भइसक्यो कि। ल छक्का कसैले हान्नै मिल्दैन क्या अब। मलाई नउडाइदियो केटा। म पनि दावेदार छु होइन, नउडाइदियो मलाई। यहाँ सबको बाटो खाली भयो के। अनि उज्जवललाई त शीतल हुन्छ नि। के आयो यार, कहाँबाट आयो यार? हेर्नै पर्ने हो पुरै। पहिले ठाउँ रहेछ क्या यार, आइसन उड्ने हो नि त। मैले त सहर लग्गी सबलाई उडाउनु पर्छ गेम खेल्नलाई त अब त। कहाँ उडाउँछ नि भान्जालाई प्रवीणले? के नहोस् अगाडि लासिन सकियो कि। झन् रातुलाई झन् भयो कि। हरियोलाई नि हरियो त खाने भयो, सियो हरियो खाने भयो।